कान्छा हेला होचो हुनेहरूलाई आफ्नै देशको मायाले फैल्याऊ भन्दैछ आफ्नै देशको मायाले फैल्याऊ भन्दैछ स्वदेशमा कामै नपाएर विदेशी दाजुभाइहरूलाई आफ्नै देशको मायाले फैलाऊ भन्दैछ गोर्खे बहादुर कान्छा हेला होचो हुनेहरूलाई आफ्नै देशको मायाले फैलाऊ भन्दैछ के छ नोकरी भनी सोध्दा कठैबारै के भन्थ्यो र चौकीदारी गरेर झुठो भाडा माझेर कुल्लीदारी गरेर रात बिताउने कठैबारै यस्तै रहेछ नेपालीको विधान आफ्नै देशको मायाले फैलाऊ भन्दैछ आफ्नै देशको मायाले फैलाऊ भन्दैछ समाप्त छ ल हजुरको घर कहाँबाट दाइ मेरो घर सर रोल्पा जिल्ला नाम मेरो नाम लीलाबहादुर थापा पर्यो जेलवाङ गाविस घर नम्बर 6 जगतीपोखरा गाउँ पर्छ है बैरागी थापा पनि हो तर म चाहिँ दुखी गरिबी भएको हुँदा यो साउदीमा चाहिँ तर्फिएर बालुवा खाएर बसिरहेको छु सर हजुर ठिक छ हजुरले चाहिँ मेरो परिचय गर्नुभयो एकदमै धन्यवाद छ हजुरलाई हजुर कहाँ परे होला सर मेरो त पोखरा हजुर तर राम्रो गीत गाउनु भयो धन्यवाद है त ल हजुर सर पनि साउला है ल यता उहाँको साथी चाहिँ म मेरो नाम चाहिँ गणेश रिजाल हो मेरो घर चाहिँ इटारी हो पनि उहाँको साथी हो मेरो घर चाहिँ बाँके बर्दिया कोलपुर वार्ड नम्बर सरी के भन्छन् त्यसलाई यार बाबु पढेर वार्ड नम्बर 5 मा पर्छ है अनि के गर्ने हामी साउदीको यसो मरमबीमा आएको छौँ बस भयो ल त थ्याङ्क यू धन्यवाद है यस यस दामी गीत गायो म पनि हजुरहरूलाई एउटा गाना गाउन